आज छ गाइस हामीहरू चाहिँ अहिले बसिरहेको छु गाडीमा अन्त अब एकछिन जान्छ होइन कति बजी छु गाडी 1 मिनट छ अब तर जाँदैन होला 10:50मा जान्छ जस्तो लागेन सायद 11 बजीतिर जान्छ होला सो गर्मी चाहिँ यति धेरै छ हो अन्त के भन्नु तपाईँलाई अहिले चाहिँ हालै यस्तो छ हाम्रो दुईजनाको अनि यहाँ चाहिँ फेरि एकछिनको लागि रेलगेट लाग्यो सो हामीलाई चाहिँ एकछिनमा पनि पर्खिनु पर्यो अनि म चाहिँ गरमले एकदम बेसी के गरौँ भइरहेको थियो सो बेसी नै सो यो चाहिँ लङ्कापाडा जाने बाटो यो चाहिँ माक्रापाडा जाने बाटो साथीहरू हामी चाहिँ पुगिसकेको थियौँ आधी बाटो अनि कहिले पुग्ने भइरहेको थियो त्यहाँनिर हामी चाहिँ धेरै एक्साइटेड थियो फाइनली हामी चाहिँ त्यहाँनिर पुग्यौँ साथीहरू अब तपाईँहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ आइपुग्यौँ गाइस यहाँनिर हामीहरू जान्छौँ पूजा गर्नको लागि सो हामी चाहिँ आइपुगिसक्यो गाइस यहाँनिर होइन अब हामीहरू सामान किन्नेछौँ के किन्ने सामान हामी अब चाहिँ हामीहरू सामान किन्ने होइन धेरैजना भक्कु छ सो अब हामी चाहिँ यहाँनिर फलफुल किन्ने होइन ओ आइज न ए हात धुनु पऱ्यो नि है कहाँ खोल्नु चप्पल यहीँ चप्पल चाहिँ हामी यहीँ खोलेर जानु साथीहरू अनि आइसक्यौँ हामीहरू होइन यहीँ हो खोलै साथीहरू हामीहरू चाहिँ अब यहाँनिर हात धुन लागेको हो साथीहरू हामीहरू चाहिँ अब फुलहरू पनि लिइसक्यो प्रसादहरू लिइसक्यो अन्त हामी चाहिँ अब पूजा गर्नु लागि जाँदैछु यताबाट हो ए यताबाट जाँदैछ अन्त हामीले चाहिँ किनिसक्यो होइन हामीहरू चाहिँ आइसक्यो हामी साथमा अब जाँदैछु हामी पूजा गर्नुको लागि एकछिन यहीँ बस्नु भनेको तपाईँहरू पनि दर्शन गर्नु सक्नुहुन्छ तपाईँहरू पनि दर्शन गर्नुहोस् अन्त अलिकति टाइम लाग्छ होला नि है हामीहरू चाहिँ आइसक्यो साथीहरू होइन अनि यति धेरै बेसी लाइन लागिरहेको रहेछ अब अलिकति टाइम लाग्ने रहेछ हामीलाई चाहिँ अन्त अब चाहिँ कति बेर लाग्छ 1 घन्टा लाग्छ होला नि 1 घन्टा जस्तो 1 घन्टा जस्तो लाग्ने रहेछ साथीहरू अब अलिकति टाइम लाग्दैछ र भित्र चाहिँ हामीलाई उयो फोनहरू युज गर्नु हुँदैन अनि तपाईँहरू यहीँबाट दर्शन गर्न सक्नुहुन्छ गाइस लाइन चाहिँ यति बेसी होइन हामी चाहिँ तातो घाममा दिइरहेको छु कतिबाट थाहा छैन यति धेरै बेसी मान्छे अब हामी चाहिँ पुग्न लागेको साथीहरू म र मेरो साथी म र मेरो साथी चाहिँ यहीँ छु हामीहरू चाहिँ अन्त अब पुग्न लाग्यो साथीहरू उयो गाइस हामीले चाहिँ भिडियोले पूजा गरिसकेँ होइन अनि तपाईँहरू पनि दर्शन गर्न सक्नुहुन्छ अन्त अहिले चाहिँ अब हामी चाहिँ फोटोसोटो खिच्ने साथीहरू अनि सकिसक्यो होइन हामीले पूजा गरिसकेर यहाँ चाहिँ बहिनीले ब्रेसलेट किनिरहेछ अन्त म चाहिँ बिहाज एकदम बेसी गर्मी घाम पनि त्यस्तै हो फेरि अन्त त्यही भएर अब हामीहरू घर जाने साथीहरू